तलबाद काम चाहिँ केमा हुन्छ भने साइकलमा हुन्छ हैन, बाइकमा हुन्छ, कारमा हुन्छ। फ्याट अर्डर आयो आम्मा 16-10 को। अब सुरुको अर्डर चाहिँ यति मिठो यति लोकल दिएर फकायो कि मलाई हैन। अब बाँकी अर्डर चाहिँ अब कस्तो दिन्छ भन्ने कुरा हो। यहाँ चाहिँ अब क्यामेरा यस्तो तरिकाले हुन्छ, यो हर देशमा हुन आवश्यकता छ लाग्छ मलाई चाहिँ है। 10 दिरहम टिप्स हुँदा त 400 रुपियाँ नेपाली भन्ने हुन्छ, के गर्नु। जताभावी क्रस गर्छ भनेर चाहिँ तपाईँको त्यहाँनिर टक्क लाएर जेब्रा क्रसिङ बनाएर सिग्नल बनाएछ है, धेरै राम्रो कुरा हो। बाइक चलाउन मात्र मैले नेपालमा जानेको, बाँकी कुरा त मैले यहाँ आएर सिकेको। सो वेलकम ब्याक शिव बस्ले युट्युब च्यानल। सो आजको भिडियोमा हजुरहरूलाई स्वागत छ। मौसमको कुरो भन्ने हो भने चाहिँ यस्तो छ अवस्था, अब मेरो लगिङ गर्ने टाइम चाहिँ सुरु भइसकेको छ, अझै 2 मिनट बचेको छ हैन। र म चाहिँ अब यहाँनिर चाहिँ टक्क लाएर चिया खानालाई आउँदैछु। चिया भन्दा पनि कफी खान्छु के अरे है, कफी अनि एउटा अन्डा खान्छु। हेलो, एक अंडा दे दो। अंडा, हाँ अंडा 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 क्या बोलता है इसको? एक बोलता है अंडा बोलता है, एक इंग्लिश में बोलते हैं ना। एक अंडा दे दे, एक ब्लैक कर दो। कफी कफी अंडा चाहिँ खाइसकेको छु। अनि त्यही माथि आज फ्राइडे हो हैन, ट्राफिक जाम पनि त्यति हुँदैन नि त। अनि त्यही भएर जताततै जान सकिन्छ। आज चाहिँ पुरै खुल्ला आकाशमा चरी उडेको जस्तै पुरै घुमेर काम गर्ने हो। अब म यता शारजाको बोर्डरमा छु, उता आबुधाबी र दुबईको बोर्डर पुग्न पनि तयार आजको दिनमा चाहिँ हैन। ल चाहिँ यहाँ हालिदिउँ। ल खेपे बिग्रियो त हेर म आम्फुले। ल साथीभाइहरू, अब अर्डर आइहाल्यो होइन, यहाँ बसेर काम त छैन, अब लाग्दिनु भन्दा के छ र उपाय होइन। हेडसेक चाहिँ यहाँ गर्न एकदम आवश्यक छ क्या। हामी अब एउटा राइडर भइसके पछाडि, बाटोमा हिँडिसके पछाडि होइन, अब बाटोमा त अलिकति हामीले ख्याल गर्न आवश्यकता नै छ के अरे होइन, त्यस्तो लाग्छ त्यो मलाई चाहिँ। तपाईँको जस्तै हेडसेक गर्ने होइन, मिरर हेर्ने, त्यो अत्यन्त आवश्यक कुरा रहेछ क्या। मैले चाहिँ नेपालमा बाइक चलाउँदा चाहिँ त्यत्रो समय बाइक चलाएँ होइन। अब मिरर चाहिँ मैले आफ्नो अनर हेर्नको लागि चाहिँ युज गर्थेँ कि होइन। अब यहाँनिर ट्रक्क लाएर बस्यो, अब उताबाट गाडी आउँदैछ नि त, अब टक्क लाएर त्यो गाडी गइसके पछाडि अनि बल्ल म जान सक्छु है। ट्याक्सीवाला पुरै लोकेसन झुक्यो कि पुरै हेरे बसिरहेको छ। अब सुरुको अर्डर चाहिँ यति मिठो यति लोकल दिएर फकायो कि मलाई होइन। अब बाँकी अर्डर चाहिँ अब कस्तो दिन्छ भन्ने कुरा हो, त्यो चाहिँ थाहा छैन। तर पनि केही छैन, आज 9 बजीदेखि स्टार्ट गरेको होइन, हान्दिने हो, जति जे हुन्छ त्यस्तै हान्दिने हो। अब टक्क लाएर सर्वप्रथम चाहिँ यो अर्डर रिसिभ गरिदिउँ, पहिलो अर्डर है। अनि त्यसपछि हेरौँ के कस्तो हुन्छ प्रोसेसहरू आज दिनभरिको। मामपुली ट्याक्क सिग्नल खुलेकै बेलामा चाहिँ आइपुग्यो कि सिग्नल नजिक, तर त्यो गाडीहरूले गर्दाखेरि सिग्नल चाहिँ कट्छ कि गर्दैन भन्ने कुरा हो। कट्यो है, कट्यो कट्यो कट्यो, अझै पनि ग्रिन बोलिरहेको छ नि त। म युटर्न लिएर चाहिँ यहाँबाट भित्री बाटो गएर चाहिँ होइन यो पिकअप गर्नुपर्ने हुन्छ नि त। रोक्जाऊ रोक्जाऊ। किन म यताबाट आएको भन्दाखेरि चाहिँ तपाईँको अब यो पछाडिबाट अर्डर उठाउने, अनि पछाडिबाट अर्डर उठाइसके पछाडि तपाईँको यो पछाडिबाट यताबाट सिधै जान मिल्यो क्या होइन। अनि तपाईँको उतापट्टिबाट उता सिधै त्यो सिग्नलबाट लेफ्ट लाएर चाहिँ होइन, युटर्न नलिएर लेफ्ट लाएर गएको भए चाहिँ तपाईँको घुमेर आउनु पर्थ्यो नि, घुमेर जानु पर्थ्यो नि त। त्यो भएको हिसाबले अब पछाडिपट्टिबाट उठाउने, ल्याम्म पछाडिपट्टिबाट जाने है त। एमसी डोनाल्ड भन्थेँ कि म पहिला, तर यो म्याकडोनाल्ड रहेछ नि त होइन। टक्क लाएर यहाँबाट अर्डर उठाइयो के अरे, जम्मा 1.5 किलोमिटर थियो है पिकअपदेखि ड्रपअप लोकेसनसम्मको। अब यो अगाडिको त्यो देखेको सिग्नलबाट फेरि राइट जानुपर्ने हुन्छ, त्यसपछि टक्क लाएर कस्टमरको लोकेसनमा आइपुग्ने छु। त्यसपछि आज त वे बल्ले बल्ले भनेको जस्तै होला हो काम त है।
अब पहिलोचोटि नि त मैले बिहान 9 बजेदेखि काम गर्न थालेको, त्यही भएर अब अनुभव त नयाँ नै छ है। यहाँबाट राइट जानुपर्ने हुन्छ। अब मैले चाहिँ यहाँनिर रोक्नुपर्ने हुन्छ होइन। अब गाडी टक्क लाएर अलिकति नआउने बित्तिकै अनि यसरी जान सकिन्छ होइन। आम्मामा यो रोड सिस्टम त मैले यहीँ आएर बुझेको, यहीँ आएर सिकेको है। बाइक चलाउन मात्र मैले नेपालमा जानेको, बाँकी कुरा त मैले यहीँ आएर सिकेको। बिल्डिङ चाहिँ यही हो होइन। बाइकलाई चाहिँ यही भित्र हालिदिउँ, टक्क लगाएर अर्डर दिएर अनि त्यसपछि ड्रपअप हानौँ। त्यसपछि फेरि न्यू अर्डर कताबाट आउँछ हेरिदिउँ है त। ल साथीभाइहरू, फर्स्ट अर्डर कम्प्लिट। अब यसलाई मैले ड्रपअप हान्नुपर्ने हुन्छ होइन। कन्फर्म ड्रपअप, ठ्याक्क अर्को अर्डर आऊ त। ल है, मैले त्यो अर्डर दिएर चाहिँ टक्क लाएर तपाईँको आइसकेको छु फेरि अघिकै ठाउँमा है। किनकि मलाई त्यो आशोक सुपर मार्केटबाट चाहिँ अर्डर उठाएन भने काम गरेको जस्तो फिलै हुँदैन क्या। अब मेरो जोन चाहिँ अलनादा हो नि त होइन। तर अलनादातिर मलाई काम गर्ने मन लाग्दैन। त्यहाँबाट उठायो भने चाहिँ सिधै मासतिर अलिकति लामो अर्डर आउँछ, डबल आउँछ भन्ने चान्स हुन्छ नि त धेरै। त्यही भएर चाहिँ मलाई त्यहीको अर्डर सुरुमा उठाउनु मन लाग्थ्यो। अब त्यहीको उठाउनु भनेर चाहिँ त्यहाँ बसेको, अब फ्याट यताबाट तानिदियो होइन, पेन्डिङ रहेछ र अर्डर। नत्र अब त्यही पछाडि अब ड्रपअप हान्दाखेरि नत्र आउनु पर्ने हो नि त। त्यहीबाट अलिकति अर्डरको हाई डिमान्ड भएको भयो होइन। त्यही भएर अब छैन अर्डर। फेरि यता मार्केटमा आइसकेको छु है। ए अहिले त दुईजना केटाहरू रहेछ र न त। तलबाद काम चाहिँ केमा हुन्छ भने साइकलमा हुन्छ होइन, बाइकमा हुन्छ, कारमा हुन्छ। त्यो अशोक अनलाइन वेयर हाउस, यहाँबाट चाहिँ अर्डर आइसकेको छ। पहिला यसलाई पिकअप हानिदिउँ होइन। टक्क लगाएर यो लानापन चाहिँ अल खनिज 1 रहेछ है। यो कति किलोमिटर छ भन्दाखेरि चाहिँ तपाईँको 13 किलोमिटर रहेछ र 13 किलोमिटर चाहिँ मैले लगभग यसको पाएँ मैले 11 दिराम है। लु यो सेकेन्ड अर्डर है मेरो। तपाईँहरूले चाहिँ यस भिडियोमा चाहिँ अब बिचबिचमा धेरै इम्पोर्टेन्ट कुराहरू पनि बिचबिच भिडियोमा देख्न सक्नुहुनेछ, सुन्न सक्नुहुनेछ होइन। यदि तपाईँ पनि अब राइडरको रूपमा काम गर्दै हुनुहुन्छ, डेलिभरीको रूपमा काम गर्दै हुनुहुन्छ, तपाईँ विदेशमै आएर गर्नुपर्छ भन्ने छैन होइन। तपाईँ नेपालमै पनि तपाईँले गर्न सक्नुहुनेछ। भिडियो चाहिँ लास्टसम्म हेरेर साथ दिनु होला। अनि भिडियो मन पऱ्यो भने लाइक पनि गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला भन्दै अब सेकेन्ड अर्डरको रनिङमा है त म। यो चाहिँ लास्ट सिग्नल है मेरो अहिलेको। अब यो गाडी टक्क लाएर गइसके पछाडि अब हाम्रो टर्न हो क्या होइन। अनि यो सिग्नल गइसके पछाडि चाहिँ तपाईँको राउन्ड ओभर आउँछ होइन, गोलो खाले राउन्ड ओभर। त्यो राउन्ड ओभर चाहिँ 6वटा कट्नुपर्ने हुन्छ म होइन। 5वटा कटेर चाहिँ 6वटा पालीबाट चाहिँ म राइड जानुपर्ने हुन्छ होइन। अनि त्यसपछि त टक्क लाएर कस्टमरको लोकेसनमा आइ नै गो र यो सेकेन्ड अर्डर दिएर त्यहीँनिर ढाका किङ भन्ने चाहिँ तपाईँको अब रेस्टुरेन्टहरू छ होइन। त्यसपछि त्यहाँनिर गएर बसिन्छ। अब त्यसले कता पठाउँछ भन्ने कुरा हो। सो लेट्स सी, हेरिदिउँ के हुन्छ है त। यसले फर्स्ट राउन्ड ओभर तपाईँको यता गाडी आएको छैन भने मात्र हामी यता जाने हो है, नत्र रोकिनु पर्ने हुन्छ। अब हामी यताबाट आइरहेको छ, अब यता गाडी आइरहेको छ भने यता रोकिनु पर्ने हुन्छ होइन। एउटा राउन्ड ओभर त कट्यो। अरे पहिलेदेखि फेरि यहाँनिर सिग्नल राख्यो है। ल सिग्नल लागु भएछ यहाँ पनि तपाईँको। अब जेब्रा क्रसिङमा मान्छे क्रस गर्छ नि त, त्यही भएर जताभावी क्रस गर्छ भनेर चाहिँ तपाईँको त्यहाँनिर टक्क लाएर जेब्रा क्रसिङ बनाएर सिग्नल बनाएछ है। धेरै राम्रो कुरा हो। सेकेन्ड राउन्ड ओभर है त। यो छाडी अब म 4वटा राउन्ड ओभर क्रस गर्नुपर्ने हुन्छ। यतातिर चाहिँ मलाई त्यति म्याप हेर्नु पर्दैन होइन। अहिले चाहिँ म्याप बन्दै छ होइन मोबाइल। अब तपाईँको ठ्याक्क लोकेसनमा पुग्ने बेला चाहिँ हेर्नुपर्ने हुन्छ नि त। अब भिल्ला कहाँनिर छ, कति नम्बर हो भनेर चेक गर्नुपर्ने हुन्छ नि त। ल है त, त्यो अर्डर दिएर म ढाका किङ भन्ने साइडमा आइसकेको छु। अब यहाँनिर राइडरहरू कति छ भन्ने कुरा हो। राइडरहरू त त्यति धेरै त रहेनछ अहिले। तपाईँको पार्किङ चाहिँ यहाँको पार्किङ उता सरेको छ क्या, तर उता पनि राइडर चाहिँ रहेनछ होइन। बाइक चाहिँ मैले यति राखेर केही समय म पनि एकछिन होल्ड गरिदिउँ, इन्तजार गरौँ होइन। अर्डर आउँछ कि आउँदैन हेरौँ। यो एरिया चाहिँ पुरै यो जति पनि यहाँनिर छ नि यो सब रेस्टुरेन्ट हो।
के छ हौ दाजु आम्मामा सब यतातिर बासस्थान हो अब मलाई एकदम छिटो अर्डर चाहिने हो भने चाहिँ म उता यो ठाउँ छोडेर अन्त्य ठाउँ जानुपर्ने हुन्छ होइन यहाँबाट 3-4 किलोमिटर छ तर एकछिन केटाहरूसँग गफ हान्दिउँ न भनेर चाहिँ म यता आएको होइन कि लाग्यो अर्डर आफ्टर लङ टाइम पछाडि चाहिँ खनिजमा आएर यो फार्मेसीको अर्डर लाग्यो मलाई खनिजतिर लान पर्ने तपाईँको यसमा चाहिँ 10 दिरहम टिप्स मिलेको छ है 10 दिरहम टिप्स हुँदाखेरि त 400 रुपियाँ नेपाली भन्ने हुन्छ के गर्नु नेपालीको हिसाबमा त 400 रुपियाँ हो तर यहाँ 10 दिरहम एउटा सानो सामान किन्दा पनि 10 दिरहम चेट हुन्छ गाह्रो छ अहिले 1 किलो टमाटर किन्दा पनि 10 दिरहम जाने अवस्था छ 2.5 दिरहम पर्ने टमाटर यस्तो अवस्था छ है यस्तो अवस्था छ बच्चाले हात निकालेर हिँडेछ यसमा त हिँड्न नमिल्ने हो पहिला यो राउन्ड ओभरमा क्या कत्रो ठुलो रुख थियो होइन अहिले चाहिँ यसलाई भाँचेर अब दामी बनाउनु लागेको रहेछ होइन यहाँ चाहिँ अब क्यामेरा यस्तो तरिकाले हुन्छ यो हर देशमा हुन आवश्यकता छ लाग्छ मलाई चाहिँ है क्यामेरा किनकि तपाईँको क्यामेराको फेसिलिटी धेरै छ नि त होइन अब तपाईँको पुरा गन क्यामेरा लिएर चाहिँ बाटो ढुकेर चाहिँ होइन दुःख गरेर चाहिँ पुरा चेकिङ गरेर होइन अब तपाईँको हुन्छ नि त्यहाँ अब लफडा गरेर चाहिँ होइन त्यो टाइम वेस्ट गरिरहनुभन्दा तपाईँको अब अटो सिस्टम क्यामेरा राखिदियो भने अब स्पिडमा आउनेलाई त अब अटो क्याप्चर हुन्छ नि त अनि अटो फाइन दिने सिस्टम भयो भने चाहिँ धेरै राम्रो हुन्छ है धेरै राम्रो हुन्छ यो चाहिँ हर कन्ट्रीमा हुन आवश्यकता छ तर हर कन्ट्रीमा नै छ होला जहाँसम्म होइन सिर्फ हाम्रो कन्ट्रीमा चाहिँ देखेको छैन मैले अहिलेसम्म यस्तो क्यामेरा र अरूको कन्ट्रीमा चाहिँ अब म घुम्न गएको छैन इन्डियामा पनि छैन के हो सायद है इन्डियामा छ कि छैन थाहा भएन तर नेपालमा चाहिँ हुन एकदम आवश्यकता छ यस्तो ठाउँमा क्यामेरा होइन मैले देखेको होइन अझै हाम्रो देशमा चाहिँ के को कमी छ भन्दाखेरि चाहिँ यो बाटोघाटोको एकदम कमी छ होइन तपाईँको यो जुन 2टा रोड छ नि हाइवे जस्तोमा 2 लाइन छ क्या होइन अब तपाईँको यही लेनमा जस्तै हामी यो 2 लेन छ सिधा गइरहेको छ होइन तर नेपालमा चाहिँ नेपालको सन्दर्भमा चाहिँ कस्तो छ भने तपाईँको एउटा लेन चाहिँ गइरहने भयो एउटा लेन चाहिँ आइरहने लेन छ नि त होइन त्यो खण्डमा चाहिँ 2टा लेन जाने 2टा लेन आउने त्यो चाहिँ हुन एकदम आवश्यकता छ किनकि त्यो भयो भने चाहिँ तपाईँको खण्डमा चाहिँ ओभरटेक गर्नलाई सजिलो भयो होइन एक्सिडेन्ट केस कम भयो होइन अनि धेरै कुरामा सुविधा हुन्छ क्या तपाईँको सहरी साधन चलाउनेलाई पनि आनन्द भयो तर एक्सिडेन्ट केस चाहिँ एकदम कम मात्र हुन्छ जस्तो लाग्छ है मलाई चाहिँ फिलिङ्स र मैले पनि अब यस्तो बाटो पनि हुन्छ र भनेर चाहिँ मैले सोचेको थिएन तर यो ठाउँमा आएर चाहिँ मैले सोच्नुपर्ने बाध्यता भयो है ल सेम नेपालको बाटो हुने चाहिँ यस्तै हो 2 लाइन होइन यो बाटो जाने त्यो बाटो आउने यहाँ चाहिँ नेपालमा चाहिँ यो बाटो आउने हो त्यो बाटो चाहिँ जाने हो क्या सेम उल्टो छ नि त होइन अब अहिले म यो राइट वे गइरहेको छु भने नेपालमा चाहिँ यो तपाईँको यो लेफ्ट वे जान्छ नि त होइन यस्तो कुरो र मेरो चाहिँ लोकेसनमा आएर पनि कटिसकेको आम्बो 50 त्यही हो त मैले चाहिँ यही बिल्लामा दिनुपर्ने हुन्छ है सो यो अर्डर दिएर फेरि मासतिर लाग्दिउँ कुराकानी भनेको यस्तै हो हामी भने त्यस्तै हो है त 1 2 3 गो टक्क हाम्रो पालो आयो नि त हाम्रो पालो आयो नि त सिग्नलको होइन आमा आज त अल खनिज नछोड्ने भयो त हो मैले आज दुबई पुरै घुम्छु भनेर चाहिँ जोस जागर निकालेर हिँडेको मान्छे होइन लास्टतिर यता खनिजतिरै अड्कियो पुरै दुम्सोसँगले लाएर चाहिँ अघि यहाँबाट फार्मेसीको अर्डर लिएर गएको थिएँ अब चाहिँ कहाँको अर्डर आउँछ चाहिँ थाहा छैन यहीँनिर बसिदिँदा नि हुन्छ हुन चाहिँ तर होइन पछाडि गएर बस्दिउँ है आज अर्डर चाहिँ भनेको जस्तो छैन लगभग 6 घन्टा भइसक्यो ड्युटी गर्न थालेको 6-7 घन्टे भइसक्यो होइन 6-7 घन्टामा चाहिँ त्यो 6-7वटा भन्दा अर्डर हान्न सकिएन के अरे अब 6-7 घन्टामा त नत्र केही नअरे पनि हान्नु पर्ने हो 8-10वटा त भनेको अर्डर चाहिँ आयो आउन चाहिँ कहाँबाट दियो फेरि अर्डर चाहिँ दिएको जस्तो लाग्यो भनेको रहेनछ नि एक्सटेन्ड टाइम पो अन भएको रहेछ टक्क
यसलाई फेरि एकचोटि अन गरेर राखिदिउँ होइन, अझै एकचोटि चान्स पाउँछ नि त मैले। नत्र सेकेन्ड सिफ्ट कति बजेदेखि छ भने मेरोले 7 बजेदेखि रहेछ। मैले अझै एकचोटि एक्सटेन्ड बढाउँदाखेरि 6:15 हुन्छ, दुईचोटि अझै एक्सटेन्ड बढाउनु पर्छ, अझै घन्टाको एक्सटेन्ड बढाउनु पर्छ है। किनकि तपाईँको अब 6:30 चाहिँ लगइन हुन्छ क्या होइन। भन्नाले तपाईँको 1 घन्टा नभए 45 मिनट जति चाहिँ तपाईँको ब्रेक हुन्छ नि त बिचमा। त्यो भएको कारणले गर्दाखेरि चाहिँ के गर्नुपर्छ भने तपाईँको बिर्स्यो त्यो बिर्स्यो मैले के भन्नु खोजेको थिएँ, बिर्स्यो फेरि बिर्स्यो के भन्दै थियो। त्योभन्दा अगाडि चाहिँ फेरि लगइन गर्न जोन जानुपर्छ क्या, यहाँबाट काम गर्नु सुरु मिल्दैन नि त, फेरि लगइन गर्नुपर्ने हुन्छ नि त होइन। ल हेरिदिउँ अर्डर आउँछ आउँदैन त है। फ्याट अर्डर आयो आम्मा 16:10 को। के हो साथीहरू, हेर्दै होइन पुरै रात परिसकेको छ त हौ। खोइले 8 बजिसकेको रहेछ है। आज त त्यत्तिकै गयो, दिन त्यत्तिकै गयो। त्यही तपाईँको 9 बजे 9:30 बजे मैले लगइन गरेको भने तपाईँको अहिले ठ्याक्कै लाएर बजे तपाईँको 7:30 भयो, 8:30 9:30। अब 2 घन्टा बाँकी छ, 10 घन्टा चाहिँ मैले काम गरिसकेको छु र 10 घन्टामा चाहिँ 10 11 चाहिँ अर्डर भयो कि भन्ने आशा चाहिँ राखेको छु अनुमानले होइन। जस 100भन्दा माथिको काम चाहिँ भइसकेको छ र आज 12 घन्टा 13 घन्टा काम गर्दा पनि खोइ 12-13 घन्टा काम गर्दाखेरि केटाहरूले 200 को काम हान्छ, आफूले त 150 को पनि काम गर्न नसक्ने भयो। आजको भिडियोको कन्टेन्ट रहेको थियो अब बिहानदेखि बेलुकासम्म चाहिँ अब के कतिवटा अर्डर हुन्छ र त्यो अर्डर मध्येमा कति जति चाहिँ कमाइ हुन्छ भनेर चाहिँ मैले भिडियो बनाएर आज डेमो मात्र देखाउन कोसिस गरिरहेको थिएँ है। अब मेन भिडियो चाहिँ अब भोलिदेखि आउँछ त भनेको। अब भोलिदेखि त्यस्तै हो, खुलुत्तै हुन्छ जहिले पनि होइन, हुने चाहिँ केही पनि होइन। त्यही तालाबाद किचन थियो, तालाबाद किचनबाट नदिएर 1.5 किलोमिटर पिकअप हालेर अल्टर अर्डर दियो है। अल्टर अर्डर दियो अहिले चाहिँ होइन। यहाँ अगाडि बाइक मात्र भयो भने सिग्नलै खुलिँदैन क्या, यो समस्या छ क्या यहाँ। तपाईँको गाडी आउनै पर्छ सिग्नल खुल्नलाई होइन। कुनै बेला चाहिँ खुल्छ नखुल्ने होइन, भन्ने बित्तिकै फ्याट्ट खुल्यो। नत्र कुनै बेला त 10 मिनट बाइक बसिरहनुपर्छ होइन, उतापट्टिबाट तपाईँको गाडी गइरहनु पर्छ। बाइकवालाको खुल्दैन, गाडीवालाको मात्र खुलिरहेको हुन्छ क्या सिग्नल। यो भित्रबाट उठाउनु पर्ने मैले अर्डर चाहिँ होइन। अब यहाँनिर बाइक पार्किङ गर्न चाहिँ मिल्दैन भन्छ, तर पनि पार्किङ गरिदिन्छु ल। अब छैन पार्किङ गर्ने ठाउँ हो नि त होइन, कहाँ गर्ने त नि। तपाईँको यो क्रेब लेखेको छ नि, यो रेस्टुरेन्टमा आउँदा चाहिँ यहाँनिरबाट चाहिँ टक्क पिकअप गर्नुपर्ने हुन्छ होइन। तपाईँको यो दुबई सिलिकन ओसिस क्रेब रेस्टुरेन्ट है। नयाँ साथीहरू हुनुहुन्छ भने तपाईँहरू क्रेब रेस्टुरेन्ट आउँदाखेरि चाहिँ यहाँबाट पिकअप गर्नुपर्ने हुन्छ। अनि यहाँबाट सिधा गइसके पछाडि हामी यहाँबाट चाहिँ राइट लिएर टक्क बाहिर जानुपर्ने हुन्छ होइन। A2 लेखेको बिल्डिङबाट चाहिँ भित्रपट्टि गएर टक्क लाएर क्रेब रेस्टुरेन्टबाट चाहिँ अर्डर पिकअप गर्नुपर्ने हुन्छ होइन। ल टक्क लाएर यो अर्डर पिकअप गरेर आइसकेको छु र यो दिनुपर्ने छ मलाई तपाईँको दुबई ल्यान्ड माया टुर होइन। टक्क त्यहाँ लिएर गएर अर्डर दिइसके पछाडि त्यसपछि हिँड्छ अझै के हुनेछ। भोलिको भिडियो चाहिँ पुरा हेरिदिनु होला भनेर चाहिँ म बिन्ती गर्न चाहन्छु। किनभने तपाईँको भोलिको भिडियोमा रहेको छ तपाईँहरूलाई यस्तो इन्फर्मेटिभ टाइपको भिडियो बनाउँदैछु नि मैले भोलिको लागि कसम होइन। अहिलेसम्म त्यो भिडियो तपाईँको कसैले पनि बनाएको छैन होला क्या, सर्च गर्नु भेट्नु पनि हुँदैन क्या। भोलिको कन्टेन्ट त्यस्तो दामी हुनेछ क्या। तर सिर्फ फेरि सबैको लागि होइन, यो भिडियो उपयोगिता हुने भनेको चाहिँ तपाईँको जो मान्छे तपाईँको राइडर होइन, साइकलमा होस् बाइकमा होस् अथवा गाडीमा होस् होइन, जो मान्छे चाहिँ तपाईँको डेलिभरी काममा उत्सुकता जनाउँछ अथवा डेलिभरी काम गर्ने प्रक्रियामा छ होइन, अथवा डेलिभरी काम गर्ने प्रोसेसमा छ अथवा डेलिभरी काम गर्ने सोचमा छ होइन, त्यो व्यक्तिको लागि चाहिँ भोलिको भिडियो एकदम हेल्पफुल हुनेछ। किनभने मैले भोलिको भिडियोमा उपस्थित गर्नेछु
डेलिभरी ओन्ली डेलिभरी काम गर्ने फुड डेलिभरी काम गर्ने होइन साथीभाइहरूको लागि चाहिँ एउटा सानो हेल्पफुल टाइपको चाहिँ भिडियो बनाउँदैछु किनकि यो भनेको मैले भोगेको मैले बुझेको 4-5 वर्षको होइन लर्निङमा केही कुराहरू तपाईँहरूलाई छोटो मिठो भिडियो चाहिँ मैले भोलिको भिडियोमा उपस्थित गर्नेछु र भोलिको भिडियोमा तपाईँहरूले देख्न सक्नुहुनेछ तपाईँहरू यदि नयाँ होइन डेलिभरी काममा गर्दै हुनुहुन्छ गर्ने सोचमा हुनुहुन्छ भने तपाईँलाई म्यापमा कसरी होइन रेस्टुरेन्टहरू सेट गर्ने अथवा कसरी अब तपाईँ त नयाँ हुनुहुन्छ होइन तपाईँ त अब त्यो ठाउँमा नयाँ हुनुहुन्छ मानौँ एक्जाम्पलको लागि तपाईँ रुमबाट निक्लिनु भयो काम गर्दै जाँदाखेरि तपाईँ होइन 20-25 किलोमिटर 30 किलोमिटर टाढा हुनुहुन्छ भने अब रुम कताबाट जाने भन्ने कुरा पनि थाहा हुँदैन होइन तपाईँलाई पुष्टै पऱ्यो भने तपाईँलाई रुमको लोकेसन कहाँ छ त्यो पनि थाहा छैन क्या होइन म तपाईँहरूलाई यस्तो सजेसन भिडियो बनाउने छु नि भोलिको भिडियोमा तपाईँहरूले स्टार्ट आफ्नो रुम कहाँ छदेखि लिएर काम कुन ठाउँमा गर्नेदेखि लिएर काम गर्दाखेरि कसरी काम गर्ने तपाईँहरूलाई कसरी सजिलो हुन्छ भन्ने तरिकाले चाहिँ म भोलिको भिडियो उपस्थित गर्नेछु र तपाईँहरूले मेन कुरा के कुरामा ध्यान दिनुपर्छ भोलि भन्दा तपाईँहरूले डेलिभरी काम गर्दाखेरि तपाईँलाई त अब सुरुको दिन हुन्छ होइन सुरुको दिन त अब कुन रेस्टुरेन्टमा गयो होइन त्यो थाहा हुँदैन होइन अब त्यो रेस्टुरेन्टको नाम के छ होइन अब भोलि त्यही रेस्टुरेन्टमा गयो भने चाहिँ हो म त हिजो आएको जस्तो फिल भएको थियो भन्ने टाइपको हुन्छ नि त मनमा एउटा त्यो भन्दा तपाईँको आज त्यो रेस्टुरेन्टमा गयो र भोलि त्यो रेस्टुरेन्टमा कसरी जाने होइन सजिलो बाटो म तपाईँहरूलाई भोलिको भिडियोमा उपस्थित गर्नेछु कसम भनेको तपाईँले यो भिडियो खोजेर अहिलेसम्म नेटमा पाउन सक्नु हुँदैन होला सोसियल मिडियामा होइन तर मैले जस्ट आफूप्रति बाचा गरेको छु यो भिडियो चाहिँ मैले राइडर तथा साइकलिस्ट तथा गाडी चलाउनेहरू जो फुड डेलिभरीमा काम गर्छ उनीहरूको लागि चाहिँ यो भिडियो बनाउने मैले सोचेको छु है र तपाईँहरूले फुड डेलिभरी काम तपाईँ विदेशमै आएर गर्नुपर्छ भन्ने छैन होइन विदेशमा आएर तलाबाद लोन क्यारिम अनेक कम्पनीहरू छ नि त होइन फुड डेलिभरीको त्यसमै गर्नुपर्छ भन्ने छैन है र आउनुहुन्छ गर्नुहुन्छ भने तपाईँलाई झन् त्यस खण्डमा धेरैभन्दा पनि धेरै हेल्पफुल हुनेछ र तपाईँले यदि नेपालमै पनि तपाईँले पठाओ भोज फुडमान्डो जस्ता अन्य कम्पनीमा फुड डेलिभरी काम गर्न चाहँदै हुनुहुन्छ अथवा गर्ने प्रोसेसमा हुनुहुन्छ भने झन् तपाईँहरूलाई यो भिडियो एकदम उपयोगिता हुनसक्छ भन्दा भन्दै म चाहिँ लोकेसनमा टक्क लाएर आइपुगेँ र भोलिको भिडियो भोलिमा थाहा हुनेछ होइन मैले आजै सबै कुराहरू बताएर चाहिँ हुँदैन भोलिको भिडियोको लागि बोल्ने कुराहरू पनि चाहिन्छ होइन अनि अहिले चाहिँ म टक्क लाएर सिग्नलमा आइपुगेको छु टक्क लाएर रोकियो र टक्क लाएर सिग्नल पनि खुल्यो हे अब यस्तै हो काम गर्ने सिलसिलामा अब काम सम्बन्धी इन्फर्मेसनहरू चाहिँ म तपाईँहरूलाई दिइ नै रहेको हुन्छु होइन र मेरो भिडियो कन्टेन्ट रहेको हुन्छ कि तपाईँको अब अरूको भिडियोको कन्टेन्ट रहन्छ होइन आज म यहाँ गएँ आज मैले यो खाएँ होइन मैले यो गरेँ होइन त्यो गरेँ यसलाई जिस्काएँ उसलाई जिस्काएँ मैले होगेँ मैले मुतेँ मैले पादेँ होइन त्यसको बुढीको बुढाले अर्को बुढी लिएर आयो होइन त्यसको बुढाको बुढीले अर्कोसँग पहिला गयो होइन अब हुन्छ नि यो त्यो अनेक टाइपको कन्टेन्ट भेट्न सक्नुहुनेछ सोसियल मिडियामा भने मेरो कन्टेन्ट रहनेछ सिर्फ काम सम्बन्धित रिलेटेड होइन तपाईँले काम गर्दाखेरि अपनाउन पर्ने कुराहरू होइन ध्यान दिनुपर्ने कुराहरू र काम कसरी गर्दाखेरि तपाईँलाई सहज हुन्छ भन्ने हिसाबले चाहिँ मैले भिडियोहरू बनाइरहेको हुन्छु होइन यो अब फेरि साथीभाइहरूले नराम्रो कमेन्ट्स नगरिदिनु होला होइन हे तैँ जानी तैँ बुझ्ने नभन्नु होला होइन तपाईँ पनि तपाईँको ठाउँमा बुझ्नु हुनुहुन्छ तपाईँको ठाउँमा जान्ने हुनुहुन्छ होइन तर जो व्यक्ति अनजान छ जो व्यक्तिलाई चाहिँ कामको नलेज छैन होइन ज्ञान छैन उनीहरूको लागि चाहिँ मैले टार्गेट गरेर चाहिँ भिडियो बनाएको हुन्छ किनकि मैले पनि त सुरुदेखि नै जानेर आएको होइन यो काममा भनेको हात हाल्दाखेरि त म पनि जिरो लेभलबाटै आएको हो होइन मैले भोगेको मैले दुःख गरेको समस्याहरूलाई मैले जस्ट थोरै मनन गर्दै भिडियो तर्फबाट नयाँ साथीहरूलाई उपस्थित गर्ने बाटो मात्र गरेको हो ल माया टुरे म चाहिँ यही बिल्डिङमा आइसकेको छु यो बिल्डिङमा टक्क लाएर अर्डर दिएर फेरि नेक्स्ट अर्डर कताबाट आउँछ मुभ हुनु पनि हुन्छ ठ्याक्क तपाईँको चाहिँ 8:30 भइसकेको छ
फेरि बाइक राख्ने ठाउँ त फेरि डेन्जर छ क्या यहाँ होइन। यही नै ल टक्क लाएर आफ्नो ठाउँमा आइसकेको छु। आजलाई यति भन्दै मेरो भिडियो चाहिँ यतैतिर हस्त नमस्ते गरिदिन्छु र भोलिको न्यू डे न्यू ब्लगमा भेटौँला भन्दै आजलाई बिदा मारिदिनुहोस् मलाई। हस्त नमस्ते, ओके, बाई बाई, जय नेपाल।